Hello everyone, it's me Susma Bhatrai. Welcome back to my channel. And if you are new to my channel, please subscribe गर्नु होला. So आजको भिडियोमा we are going to discuss about 5 things that you should do while doing your bachelor's. And last मा चाहिँ मैले एउटा सजेसन दिन्छु. So watch till the end. So first मा छ skills सिक्ने. कोर्सको मात्र सिलेबसले चाहिँ जब ल्यान्ड गर्छु भनेर चाहिँ अलि एकदमै गाह्रो नै छ के त्यही भएर जति स्किल्सहरु सिक्दै गयो आफूमा जति वर्क गर्दै गयो जति डेभलप गर्दै गयो आफूलाई नै बेटर हुन्छ एन्ड अब पढाइ सकिन्छ त्यसपछि मैले स्किल सिक्छु भन्न भन्दा चाहिँ स्टार्टिङ देखि नै थोरै थोरै गर्दै स्किल सिक्दै गयो भने आफूलाई बेटर हुन्छ एन्ड सेकेन्ड भनेको छ प्रोजेक्ट्सहरु बिल्ड गर्ने सानो नै किन नहोस् ठुलै हुन पर्दैन के सानो सानोबाट सुरु गर्ने आफूले सिकेको स्किल्सहरु इम्प्लिमेन्ट हुने खालको प्रोजेक्ट्सहरु गर्दै गयो भने पछि गएर मलाई यो स्किल्स आउँछ भनेर देखाउन चाहिँ सजिलो हुन्छ के यो स्किल्स आउँछ भन्न र त्यो स्किल्सले गरेको प्रोजेक्ट्सहरु देखाउन चाहिँ बढी इम्प्याक्टफुल हुन्छ नि त त्यही भएर प्रोजेक्ट्सहरु चाहिँ सोलो गरे नि भयो ग्रुपमा गरे नि भयो प्रोजेक्ट्सहरु चाहिँ गर्ने बानी बसाल्दा चाहिँ बेटर हुँदै जान्छ आफूलाई नै एन्ड थर्ड भनेको छ लिङ्क्डइन प्रोफाइल सेटअप गर्ने सो लिङ्क्डइन भनेको चाहिँ एउटा प्लेटफर्म हो जहाँ चाहिँ हामीले आफ्नो स्किल्सहरु प्रोजेक्ट्सहरु अपलोड गर्छौं एन्ड अब हायर गर्ने मान्छेहरुले हेर्नुहुन्छ अनि हाम्रो प्रोफाइल हुन्छ अनि त्यसको बेसिसमा चाहिँ हामीले जब्सहरु अथवा फर्दर अपर्च्युनिटिजहरु चाहिँ गेन गर्न पाउन चाहिँ हेल्प हुन्छ के त्यो प्लेटफर्मले सो आफूले गरेको प्रोजेक्ट्सहरु चाहिँ त्यता हालिहाल्ने अपडेट गर्ने आफ्नो स्किल्सहरु रिसेन्ट इभेन्ट्सहरु के जोइन गर्यो त्यस्तो खालको कुराहरु त्यता हामीले अपडेट गर्दै गयो भने हाम्रो प्रोफाइल चाहिँ स्ट्रङ हुँदै जान्छ एन्ड फर्दर पछि जब्सहरु सर्च गर्न इन्टर्नशिपहरु सर्च गर्न नि हामीलाई बेटर हेल्प हुन्छ त्यहाँबाट एन्ड प्रोफाइल स्ट्रङ भएपछि चान्सेस धेरै हुन्छ टु गेट द जब एन्ड बिस्तारै सुरुदेखि नै बानी पार्यो भने कस्तो हुन्छ भन्दाखेरि आफूले गरिरहेको कुराहरु अपलोड गर्न कन्फिडेन्स बढ्छ के मैले चाहिँ के गरे भन्दा मैले सुरुमा खासै हालिन के मैले अपलोड नै गरिन एन्ड मलाई त पछि केही कुरा नयाँ सिक्दाखेरि हाल्न नै मलाई कन्फिडेन्स आएन कि त्यो लिङ्क्डइनको मसँग जति कनेक्सन्सहरु थियो नि त्यो लाइक त्यो मान्छेहरुले जज गर्छन् मलाई जस्तो फिल भयो एन्ड त्यो अपलोड गर्ने कन्फिडेन्स त मलाई अझैसम्म पनि आएको छैन मेरो लिङ्क्डइन अलमोस्ट खाली नै छ त्यही भएर चाहिँ यो सबैजनाले लिङ्क्डइन प्रोफाइल सुरुदेखि नै सेटअप गर्दै गए बेटर हुन्छ एन्ड फोर्थ वान इज बिल्ड कनेक्सन्स कस्तो हुन्छ भन्दाखेरि जति नेटवर्क बढ्दै गयो जति कनेक्सन्स हामीले बनाउँदै गयो नि त्यति हामीलाई नै फ्युचरमा चाहिँ हेल्प हुन्छ कि त्यो अपर्च्युनिटिजहरु पाउनको लागि हेल्प हुन्छ अनि अब कसैलाई केही कुराहरु केही अपर्च्युनिटिजहरु थाहा छ जुन चाहिँ हाम्रो स्किलसँग म्याच हुन्छ भने त्यो मान्छेले हामीलाई भन्न सक्छ नि त त्यसरी चाहिँ कनेक्सन्सले हामीलाई जब्सहरुमा इन्टर्नशिप्सहरुमा अरु प्रोजेक्ट्सहरु गर्न चाहिँ हामीलाई हेल्प हुन सक्छ त्यही भएर जति सकिन्छ नेटवर्क्सहरु बिल्ड गर्दै गयो कनेक्सन्सहरु बिल्ड गर्दै गयो भने चाहिँ हेल्प हुन्छ एन्ड कलेजमा भएको इभेन्ट्सहरु र बाहिर भएको इभेन्ट्सहरु पनि एटेन्ड गर्दै गयो भने त्यहाँबाट पनि नेटवर्क बिल्ड गर्न सकिन्छ लास्ट बट नट द लिस्ट भनेको चाहिँ छ पोर्टफोलियो बनाउने कस्तो हुन्छ भन्दाखेरि हामीले पोर्टफोलियो बनाउँदै गयो भने पछि हाम्रो जब सर्चिङमा अथवा इन्टर्नशिपमा चाहिँ धेरै जसोले सिभी र पोर्टफोलियो पठाउनु भन्नुहुन्छ के त्यही भएर पोर्टफोलियो हामीले पहिलेदेखि बनाउँदै राख्यो भने त्यो पठाउन सजिलो भइहाल्यो एन्ड पोर्टफोलियोमा चाहिँ अब आफ्नो प्रोजेक्ट्सहरु के छ स्किल्सहरु के छ त्यो कुराहरु अपडेट गर्ने अब हामीले गिटहबमा रेपोहरु बनाउन सकियो त्यसको थ्रु पनि हामीलाई हेल्प नै हुन्छ सो पोर्टफोलियो चाहिँ टाइम टु टाइम अपडेट गर्दै राख्यो भने बनाउँदै राख्यो भने आफूलाई सजिलो हुन्छ एन्ड मैले कमेन्ट सेक्सनमा देखिरहेको छु कि मलाई युट्युब गर्न मन छ कन्टेन्ट क्रिएट गर्न मन छ गरौँ कि नगरौँ पढाइ गरौँ या युट्युब गरौँ भन्ने खालको मलाई सजेसन्सहरु मागिराख्नु भएको थियो सो तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ युट्युबमा अथवा कन्टेन्ट क्रिएसनमा भने चाहिँ जस्ट स्टार्ट गर्नु भन्छु मैले चाहिँ मेरो सजेसन चाहिँ त्यो हुन्छ किनकि कन्टेन्ट क्रिएसन गर्छु भन्ने चाहिँ मलाई पनि इन्ट्रेस्ट थियो पहिलेदेखि नै इन्ट्रेस्ट थियो तर मैले चाहिँ त्यो बेला स्टार्ट नगरेर मैले पढाइ सक्छु त्यसपछि म फ्री हुन्छु अनि म गर्छु बल्ल भन्ने खालको सोचे मैले त्यही नै गरे एन्ड बल्ल रिसेन्टली मैले स्टार्ट गर्दैछु युट्युबमा भिडियोज बनाउन एन्ड मलाई कस्तो रिग्रेट हुन्छ भन्दाखेरि मैले पहिला किन बनाइन मैले पहिलेदेखि नै गर्न पर्ने थियो यो भन्ने खालको अहिले रिग्रेट हुन्छ के किनकि अब ब्याचलर्समा हुँदैन केही गर्न थाल्यो भने अथवा कन्टेन्ट क्रिएसन अथवा युट्युब नै गर्न थाल्यो भने पनि हामीलाई कन्टेन्टको कमी हुँदैन के सो त्यही भएर स्टार्ट गर्नु एन्ड त्यसको लागि ट्राइपोड चाहिएको छ भने यु क्यान चेक दिस आउट यसको लिङ्क म डिस्क्रिप्सनमा राखिदिन्छु एन्ड दराजबाट अर्डर गर्न सक्नुहुन्छ सो यति नै थियो टिप्सहरु मेरो एक्सपिरियन्सको बेसिसमा सो कस्तो लाग्यो होला कमेन्ट गर्नु होला एन्ड फर्दर केही क्वेरीजहरु छ भने ड्रप योर क्वेरीज थ्यांक यू फर वाचिङ सब्स्क्राइब किप सपोर्टिङ